guys, good morning, namaste, welcome back to my channel. र म नुहाइधुवाइ गरेर फ्रेश भए भाइ बहिनीलाई पठाएर पनि। सो आज हाम्रो कहीँ प्लान छ फुपू बाबासँग जानलाई। सो हेरौँ कहाँ लानुहुन्छ, कहाँ जान्छौँ। सो हेर्दै गर्नुहोस् होला। सो रेडी पनि भइसक्यो हो। अब बाबा ड्याडी आउनु भएको छैन नि त अहिले, अनि वेटिङमा छु। अब हेरौँ कहिले आउनुहुन्छ, अघिदेखि वेट गरेको। अब मम्मी त जानुभयो, मम्मी जानुहुन्न नि त, भाइ बहिनीहरू हुन्छ भनेर। सो ड्याडी चाहिँ अब कतिखेर आउनुहुन्छ अनि वेट गर्दैछु। फुपूहरूले पनि त्यहाँबाट पिकअप गरेर अनि जाने। गाइज अहिलेसम्म वेट गर्दैछु हो, कोही आउनु भएको छैन, ड्याडी आउनु भएको छैन। आई डोन्ट नो कतिखेर आउनुहुन्छ, वेट गर्दैछु अहिलेसम्म। अघि रेडी भएको, टाइम लाग्छ कि क्या हो, अहिलेसम्म आउनु भएको छैन। डोन्ट नो कहाँ आउनुहुन्छ हो। अब हेरौँ कतिखेर आउनुहुन्छ है। वेट गरेछु म अघिदेखि, अब टाइम लाग्दैछ होला नि त है। सो गाइस ड्याडीहरू आइपुग्नु भयो, जाँदैछौँ। गाडी यहाँ छैन नि त, अलिक उतै छ, त्यही लागि जानु पर्दैछ। ट्रेन पनि आइपुग्यो ठ्याक्कै। किस्ता छ भने मैले के गर्छु खाएको मान्छे तिमीहरूको, मैले देखाउनु पर्ने। तपाईँ मेरो गर्नु मैले चाहिँ कति तिमीलाई के गर्नु। गाडी पनि बस्यौँ, अब जान्छौँ। अनि पो बस्नु न अगाडि अनि मेलाहरू घुम्नु गएको मान्छे 12 बजिसक्यो। कहिले आउने भनेको सुरुवात काट्नु मेसिन त लाग्छ होला त्यसमा। फेरि यस्तो त नेपाल एनएलसी नै गएको छैन, कल गरेँ लाग्दैन। बुवा झुम्का मलाई के सरी भन्छ कुवेत भनेको हुन्छ नि। अनि कुवेत भन्ने बित्तिकै कुवेतको के बुझ्छ, कुवेत लेसिरहेछ भन्ने चल्छ। भिसा लगाएको, भिसा खोइ, स्टेप लाउने पासपोर्ट खोइ, हजुर कार्डमा त स्टेप लाग्दैन नि त। टाढो छ, अझै आउनु बाँकी नै छ साथीहरू। आज खान आएको छौँ हामी। एकपल्ट चाहिँ है काठमाडौँ धेरै बस्नु नगएको नि त म त होइन। त्यो टुरिस्टहरू साइकल आएर बस्न जाँदाखेरि कम्ती लाग्छ भनेर अब 126 डलर हामी 10 बजी हिँडेर ठिक हुन्छ। कस्तो लामो हजुर विष्णु बाबा जाइना नमस्ते भाग्यमान के गरे पहिलोचोटि होला ड्याडीहरूको जुन सानो छ नि त्यो मूल घरहरू जाँदैछौँ हामी। हाम्रो दादीको सानोको ठाउँ, हुर्केको ठाउँ झुम्का नेपालमा रामधुनी मन्दिरको बाटोमा। किन त्यो बाटो यो बाटो हिँड्छ दयालु चर्चा भने पनि सानोदेखि खेलेको ओरेको हाम्रो मूल घर जाँदैछौँ। हामी
कत्रो ठुलो पोखरी पनि जुन त्यो पोखरी छ पोखरी त्यो हाम्रो सीता भगवान वनवास गर्दाखेरि त्यो रामज्यूले बाण हानेर पानी गर्ने बनाएर त्यो पोखरी हो जहाँ चाहिँ सीता भगवान नुहाउनु मन लागेर नुहाउनु भएको थियो त्यही हो पोखरी चाहिँ आगो त्यही बल्ने होइन भित्र है बलिरहेछ त्यो आगो कहिले बुझ्दैन अरे क्या बुढो कहिले आगो बुझ्दैन त्यो पल त खुल्ला छ नि है पुरा मेरो भान्जाभित्र गए रामधनीमा यहाँ आएका छ यहाँ यता अरे ओ इन्दु यता जय इन्दु सबै छन् यता मेरो स्पेसल छोरी यहाँ चाहिँ यता अर्को फेरि साथी आएका छ मन्दिर आउनु पाइन अब यता मलाई घर यता पनि नानीको स्कुल थियो त्यही त उसको सो साथीहरू यहाँनिर चाहिँ हाम्रो राम सीता लक्ष्मण भगवानहरू हुनुहुन्थ्यो नि उहाँनिर चाहिँ यहाँ वनवास गरेर यहाँ आउनु भएको रहेछ क्या अनि सो यो चाहिँ के भन्छ र धोनी मन्दिर भन्दो रहेछ हो यहीँ म भ्लगर मलाई खिचेन यहाँ हाम्रो स्पेसल बाजु हुनुहुन्छ हाई त भनिदिनु हाँसिराख्नुहुन्छ ऊ यहाँ भित्र चाहिँ जानु मना छ फोटोहरू खिच्नु यहाँ चाहिँ हाम्रो राम भगवानले हवन गर्नुहुन्थ्यो अरे त्यहाँदेखि यहाँ के अरे यहाँनिर यहाँ चाहिँ रामको खराउ हुन्छ राम भगवानले लाउनु भएको खराउ भनेको ऊ त्यो भित्रको के त्यो जुत्ता के पहिलेको जमानामा काठको जुत्ता लाउँछ नि यहाँ छ त्यो खराउ त्यो काठको त्यस्तो हुन्छ पहिले भगवानले लाउने चाहिँ अहिले पो हाम्रो आएर छाला भएको छ यो राम कतिजनालाई थाहा छैन त्यहाँदेखि यो चाहिँ बुझाउनु मैले बुझिनँ यो उत्यो रथको चक्कर हो चक्का जुवाबाट वनवास आउँदाखेरि अब हरण भयो उनीहरू त जुवामा के हारेन अनि वनवास भयो नि उनीहरू 14 वर्षको वनवास आएर यहाँ आएर बसेको उनीहरू ए यो गोलो ए सीता माताले चाहिँ चलाएर धोक्यो यहाँनिर रहेछ हाम्रो राम भगवानहरू वनवास गर्नुभएको यहाँ चाहिँ पोखरी कस्तो मजाको हो यो पोखरी त सो यहाँ हाम्रो हवन गर्नुभएको सो हामी निमियाबाट हाम्रो यो यहाँ आएको थियौँ हामी पूजा गर्न सो दाजुभाइको पूजा गर्नुभयो अब गयौँ यहाँ चाहिँ यहीँनिर वनवास गर्नुभएको रहेछ राम भगवानहरूले हवन गर्देखि लिएर रथको चक्कर सबै यहीँ रहेछ सो हेर्नुभयो तपाईँहरूले पनि यहाँ चाहिँ पुरै मन्दिर यहीँ आउनुभएको रहेछ धोनी मन्दिर भन्दै रहेछौँ हामी झुम्का यहाँ चाहिँ मेरो ड्याडी मेरो काका फुपूहरू सबैजना सानोदेखि यहीँनिर हुर्किनु भएको सो यहीँनिर यो मन्दिर एकदमै शान्ति रमाइलो एकदम शान्तिमा हुँदो रहेछ साह्रै मजाको छ तपाईँहरू पनि आउनु होला यो हेर्नलाई एकदमै रमाइलो छ रामधुनी मन्दिरको दर्शन धेरै 20-25 वर्षपछि दर्शन पनि भयो यहाँनिर हाम्रो यो रामधुनी मन्दिरमा छ हामी निस्क्यौँ यहाँबाट तेरो बाउको हजुरबाको गाउँ यो यहाँ हाम्रो हजुरबा नचिने कोही छैन यो कपाल लाएर नाच्नु हुन्छ तिम्रो हजुरबा सो साथीहरू हामी जाँदैछौँ हाम्रो ड्याडीहरूको मूल घर भनौँ न हुर्केको घर यहीँ खेल्नुहुन्थ्यो अरे पौडीहरू
यही जाँदैछौँ हामी हजुर चिसो हावा आयो यहाँनिर एयरप्लेन कुनै के हो ला जाउँ छिटो यो हाम्रो ड्याडीको मूल घर हाम्रो यहाँनिर ड्याडीहरू मूल घर हाम्रो यो ड्याडी यहाँ खेलेको ओरेको जन्मेको ऊ त्यो है त्यही जाँदैछु हाम्रो ड्याडीहरूको कस्तो पानी परेको हो त्यतिखेर जाँदा जाँदै पानी पर्यो फाइनली हामी आइपुग्यौँ यही हो हाम्रो सानोमा हाम्रो ड्याडीहरूको घर यहाँबाट निस्क्यौँ पनि पुरा पानी परेर बिजोग भयो साथीहरू निस्क्यौँ हामी यहाँबाट पनि सो हामी निस्क्यौँ यहाँबाट पानी पनि पर्यो रोक्यो मेला जाँदैछौँ यो हाम्रो झुम्काको मेला साथीहरू हामीले पानीपुरी खाँदैछौँ नेपालको पानीपुरी खेल्दा खेल्दै बिग्रियो है साथीहरू यहाँनिर हाम्रो दादाहरू हुन्छ बर्बादै भयो यी खेल्दा खेल्दै बिग्रियो चाउमिन दोकानमा मिठो छैन ठिकै छ सो गाइज हामी अहिले रिजोर्टमा आएको छौँ हाम्रो आफ्नै मान्छेको हाम्रो ड्याडीको जिग्री साथीकोमा आएको छु मैले हल्का डिनर गर्नलाई यहाँ झुम्कामा स्नैक्स एलेक्स का नाम क्या है झुमका केप्सी जानु त्यो छ तपाईले त्यो गरेको छ केसी साथीहरू सन्चै हुनुहुन्छ होला
हामी चाहिँ हिजो राति उहाँबाट यहीँ बस्यौँ नि त अनि कन्फ्युज नहुनु होला है बिकज दुईवटा बिहान हिजोको र आजको भ्लग एउटै गर्छु म एउटैमा हालिदिन्छु अब कति लामो हुन्छ होइन त्यो कन्फ्युज नहुनु होला र अब नास्ताहरू त गरेको छैनौँ उठिहाल्यौँ लेट हुँदैछ नि त हामीलाई अनि त्यही भएर हामी अब यहाँबाट गएर बाहिरतिर नास्ता गर्ने होला सो हेरिदिनुहोस् होला र यो 2 दिनको एकैसाथमा म गर्न आँटेको है ओके धेरै गरममा कस्तो दामी उयो त भइरहेछ नि यो झुम्का हो नि त यो कस्तो मजाको कुहिरो लागिरहेछ नि जाडोमा महिना जस्तै साथीहरू नास्ता पनि गऱ्यौँ नास्तामा चाहिँ अब चिया र बिस्कुट किनकि लेट हुँदैछ नि त हामीलाई अनि अब निस्किन्छौँ हेर्न साथीहरू कत्रो कत्रो खोर्छ नि है ठुलो खालको पुरा रहेछ यहाँनिर वेदर पनि कस्तो मजाको भएको छ दामी खालको मर्निङको वेदर चाहिँ पुरा शान्त हुन्छ सो नास्ताहरू पनि गऱ्यौँ अब हामी यहाँबाट निस्किन्छौँ हामी त सधैँ चाहिँ भेट भइहाल्छ होइन यहाँ आएर फेरि यसो यति हो खोइ त के अरू काँक्रा छैन कहाँ छ त्यो तिनवटा दुईवटा बाटो मैले हेर्न ती छ अनि मलाई त्यही भन्नु हुँदैछ मम्मी यो झिङ्गाले अन्डा पारिरहेको छ कि मेरो स्किनमा पनि गर्न सक्छ भनेर सोधेको मैले खाजा खान आएमै साथीहरू हामी नास्ता खान नास्ता पनि भयो सो साथीहरू यहाँनिर वेट गर्दैछौँ हामी भाइको कपाल काट्नु हुँदैछ नि त अनि हामी अब कहाँ जाँदैछौँ भन्दाखेरि हामी फुपूको घर उता घर जाँदैछौँ नि त फुपाजुको घर त्यहीँ लन्च गर्ने अनि भेटघाट गरेर अनि हामी फर्किने भनेर त्यहीँ जाँदैछौँ अहिले वेट गर्दैछौँ भाइको कट हुँदैसम्म त्यही लागि अहिले वेट गरेर बसिरहेछौँ सो हामी निस्क्यौँ घरतिर फुपूको फुपाजुको घरतिर भजी मुला लाने भनेको के खानु पर्छ सो फाइनली यहाँ पनि आइपुग्यौँ खाजाहरू खाएर जाने सो साथीहरू हामी यहाँ निस्किन आँटेको घरतिर जाने अब चाहिँ डाइरेक्ट अब यहाँबाट हामी निस्किन्छौँ सो हामी जान आँटेको बाई हस् हस् हजुर हजुरको जय होस् विश्वास लुगाहरू लिएर आउनु है सबै फेरि गाडीमा त मात्रै युज गर्नुहुन्छ नि त प्रायः जस्तो त्यही भएर फलफुल लिएर आउनुभयो हामी जाने अब निस्क्यौँ हामी यहाँबाट पनि अब यहाँबाट हामी हस्पिटल जान्छौँ हाम्रो काकी अलिक सिरियस हुन्छ नि त त्यही भएर अब त्यहाँ पुग्छौँ विदेशमा पैसा जति अनि के त गर्नुपर्छ नङ गरेर हाम्रो त स्कुलको स्टुडेन्टहरू हाम्रो सबले गरेको हुन्छ नङको आइपुग्यौँ हामी हस्पिटल निस्क्यौँ हामी हस्पिटलबाट भएको बुझ्छ मैले दिम्लो पकाएर सबै काम सकिएर हामी घर
घर जाँदैछौँ। फाइनली आइपुग्यौँ, अब घर जाँदैछौँ। चाइल्डहुड भएन नि मैले तिम्रो त राम्रो नि ए तपाईँ सक्नुहुन्छ मेरो चाइल्डहुड बित्नु तपाईँहरूलाई राम्रो लाग्छ होला त तपाईँ एउटा रुममा बस्नु सक्नुहुन्छ बिहानदेखि बेलुकासम्म सिधै भन्नु त्यसले त्यस्तो तपाईँ सक्नुहुन्छ बिहानदेखि बेलुकासम्म एउटा रुममा बस्नु सक्नु दादा ठिकै छ म यता छु यता त्यो छुट्टै कुरो तर पनि मलाई पनि त बाहिर जानु मन लाग्छ घुम्नु मन लाग्छ कुद्नु मन लाग्छ त्यो फ्रिडम छैन बिहानदेखि घरमा केयरटेकर यताउता सुनाउँदै सो गाइस हामी घर पनि आइपुग्यौँ, फ्रेस पनि भइसक्यौँ। अब एकछिनतिर एकछिन रेस्ट गरेर हामी अब हेरौँ खानसाना खाएर अनि साथीहरू रेस्ट पनि गरिसक्यौँ, हामीले खानाहरू पनि खाइसक्यौँ र अलिक सन्चो छैन बिकज ट्राभलिङ भयो। सो म मेरो भिडियो यहीँसम्म एन्ड गर्न चाहन्छु र एज यु नो तपाईँलाई थाहै छ यो 2 दिनको हिजो र आजको मैले एउटैमा बनाएको भनेर, सो कन्फ्युज नहुनु होला। सो थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू सो मच फर वाचिङ र प्लिज मलाई थोरै माया देखाइदिनुहोस् होला र लाइक एन्ड सेयर पनि गरिदिनुहोस् भन्ने म आशा गर्दछु। अब तपाईँलाई आज कस्तो लाग्यो यो भ्लग, कस्तो भयो होला मेरो लामो ट्रिपको भ्लग है। अनि यति दिन मैले लिएको थिइनँ र मेरो लङ ट्रिपको 2 दिनको ट्रिप थियो। सो यो ट्रिपको कस्तो लाग्यो तपाईँहरूलाई, भ्लग कस्तो भयो, मजा आयो कि आएन मलाई प्लिज कमेन्टमा पनि गरिदिनु भन्छु र आशा गर्छु म प्रयास गर्नु खोज्छु र मेरो यतिसम्म मलाई माया दिनेलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। र अब यसरी नै म नयाँ नयाँ अर्को भ्लग पनि ल्याउँछु भनेर म आशा गर्छु र ल्याउँछु पनि। सो सी यु नेक्स्ट भ्लग, बाई बाई।